नमस्ते साथीहरू, के छ हालखबर? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ साइनेप्सीको बारेमा। यसभन्दा पहिलाको भिडियोमा हामीले नर्भ इम्पल्स कन्डक्सनको बारेमा डिटेलमा कुरा गरेका थियौँ। आई होप तपाईँहरूले हेर्नुभयो होला र यदि डाउट छ भने हेर्न सक्नुहुन्छ है। सो धेरै कुरा नगर्दै हामी स्टार्ट गर्छौँ र मैले आफ्नो तरिकाले एकदम बेस्टभन्दा बेस्ट नोट ल्याउने गरेको छु बिकज यो मेरो आफ्नै नोट हो जसबाट मैले आफ्नो प्रिपरेसन गरेको थिएँ। आई होप हेल्पफुल हुनेछ। अब ध्यान दिएर सुन्नु होला है। र जहाँ मैले भन्छु नोट गर्नुहोस् त्यसलाई प्लिज नोट गर्नु होला किनभने यहाँ लेख्न चाहिँ मिल्दैन, यो मोबाइलको स्क्रिन हो। त्यस्तो ल्यापटपहरू होइन। यो एउटा लिमिटेसन छ, सानो स्क्रिनमा लेख्न चाहिँ मिल्दैन। तर म जुन भन्छु नोट गर्नुहोस् त्यसलाई प्लिज नोट गर्नु होला, ओके? किनभने कुनै कुनै कुरा मलाई याद आउँछ भने त्यसलाई म एक्सप्लेन गरिदिन्छु तर लेख्न चाहिँ मिल्दैन। अब स्टार्ट गर्छौँ है। साइनेप्सी भनेको खासमा केही पनि होइन क्या। तपाईँहरूलाई थाहा होला कि जब हामी हाम्रो नर्भ सेलले कुनै इम्पल्स रिसिभ गर्छ त्यसपछि त्यो इम्पल्सलाई बिस्तारै एक सेलबाट अर्को सेलमा ट्रान्सफर गर्छ। यस्तो त छैन कि पुरै बडीमा एउटै सेल घुमिरहेको छ त्यसैले पुरै कन्ट्रोल गर्छ, होइन? धेरै सेलहरू हुन्छन् र एउटा सेलले अर्को सेलमा के गर्छ, इम्पल्सलाई ट्रान्सफर गर्छ एज अ इनर्जीको फर्ममा भयो, अरू फर्ममा भयो, होइन? त्यही ट्रान्सफर गर्ने क्रममा यो भयो एउटा नर्भ सेल, यो भयो अर्को नर्भ सेल, यो भयो के भयो, यो साइनेप्टिक नोभ हुन्छ नि, बटन भनेर, त्यो भयो। अनि यो भयो के, डेन्ड्राइट्स, अर्को नर्भ सेलको डेन्ड्राइट्स। यो जुन बिचको जुन ग्याप छ न मुन्ना, ध्यान दिएर सुन्नुहोस्, यो जुन बिचको ग्याप छ दुईटै नर्भ सेल बिचको, त्यसैलाई वास्तवमा साइनेप्सी भनिन्छ। जुन बिचको ग्याप छ त्यसैले वास्तवमा साइनेप्सी भनिन्छ, ओके? अब यसको बारेमा केही अझै पोइन्टहरू हामी बुझ्नेछौँ, ध्यान दिएर सुन्नुहोस्। साइनेप्सीलाई साइनेप्टिक क्लेफ्ट पनि भनिन्छ, ठिक छ? र टर्म साइनेप्सिस सबभन्दा पहिला युज गर्ने व्यक्ति भनेको सर चार्ल्स सेरिङटोन भन्ने मान्छे हुन्। सर चार्ल्स सेरिङटोन भन्ने मान्छे, नोट डाउन गर्नुहोला। अब यहाँ ध्यान दिनुपर्ने कुरा कि साइनेप्टिक नोभमा हुन्छ के माइटोकन्ड्रिया हुन्छ, साइनेप्टिक नोभ यो आफै हो, त्यसपछि इन्डोप्लाज्मिक रेटिकुलम हुन्छ, त्यसपछि यहाँ च्यानल हुन्छ, पोटासियम गेटेड च्यानल भनेर हुन्छ, र पोटासियम गेटेड च्यानल हुन्छ, त्यसपछि प्री साइनेप्टिक मेम्ब्रेन एन्ड यो हो पोस्ट साइनेप्टिक। अब ध्यान दिनु, जहाँबाट नर्भ इम्पल्स ट्रान्सफर हुन्छ त्यसलाई प्री साइनेप्टिक भनिन्छ, जहाँबाट ट्रान्सफर हुन्छ त्यसलाई प्री साइनेप्टिक भनिन्छ, र जुनमा ट्रान्सफर हुन्छ, जुनले रिसिभ गर्छ, जुनले सेन्ड गर्छ त्यो प्री भयो, जुनले रिसिभ गर्छ त्यो भनेको पोस्ट साइनेप्टिक मेम्ब्रेन भयो। अब पोस्ट साइनेप्टिक मेम्ब्रेनको डेन्ड्रोन एन्ड प्री साइनेप्टिक मेम्ब्रेनको साइनेप्टिक नोभ मिलेर जुन कनेक्सन बनाउँछन् त्यो कनेक्सनको बिचमा भएको ग्यापलाई साइनेप्सी भनिन्छ। साइनेप्सी भनेको ग्याप मात्रै हो, अरू केही पनि होइन, ठिक छ? यहाँसम्म बुझिसकेपछि हामीले अगाडि बढ्दैछौँ। यहाँ के हुँदैछ, यो जुन एरो देखाइएको छ त्यो भनेको के हो, नर्भ इम्पल्स आउँदैछ, ठिक छ? सपोज गर्नुहोस् तपाईँको हातमा कसैले सुईले घोप्यो भने त्यो पेनको इम्पल्स यसरी इनर्जीको फर्ममा आइरहेको छ, र जब यो इम्पल्स यहाँ आउँछ त्यसपछि इन्डोप्लाज्मिक रेटिकुलमले क्याल्सियम रिलिज गर्छ। यो इम्पल्स आउँछ, यहाँ भाइब्रेसन वगैरा वगैरा केही हुन्छ, चेन्जेसहरू, केमिकल्ली चेन्जेसहरू हुन्छन्। त्यसपछि यो एन्डोप्लाज्मिक रेटिकुलमले के गर्छ, क्याल्सियम रिलिज गर्छ, त्यसपछि क्याल्सियम गेटेड च्यानललाई के गर्छ, भाइब्रेट गर्छ। यहाँ ध्यान दिएर हेर्नु होला। When nerve impulse come near presynaptic membrane, presynaptic भनेको यही हो। त्यसपछि क्याल्सियम गेटेड च्यानल गेट ओपन एन्ड प्रोड्युस क्याल्सियम, यसले के गर्छ, क्याल्सियम गेटेड च्यानल भाइब्रेसनमा आउँछ र ओपन हुन्छ, र यो ओपन भइसकेपछि क्याल्सियम प्रोड्युस गर्छ। अब ध्यान दिनुपर्ने कुरा कि यहाँ जुन साइनेप्टिक भेसिकल थियो, क्याल्सियमले त्यस साइनेप्टिक भेसिकललाई के गर्छ, ब्रस्ट गर्नमा हेल्प गर्छ। क्याल्सियम जुन छ त्यसले हेल्प इन ऱ्याप्चर अफ साइनेप्टिक भेसिकल टु रिलिज न्युरोट्रान्समिटर। न्युरोट्रान्समिटर भनेको एक प्रकारको केमिकल हो जसले के गर्छ, यो
यो इम्पल्सको आधारमा एक्सन लिनमा सहायता गर्छ। जस्तै यो भिजनको इम्पल्स हो भने त्यो न्युरोट्रान्समिटर यस्तो प्रकारको हुन्छ कि त्यसले हेर्नमा सहायता गर्छ। मतलब यसरी केमिकल्ली त्यसले हेल्प गर्छ नर्भ इम्पल्सलाई कन्डक्सन गर्नमा। सो जुन क्याल्सियम गेट च्यानलबाट निस्कन्छ त्यसले यो भेसिकललाई ब्लड र्याप्चर गर्नमा मद्दत गर्छ र र्याप्चर भइसकेपछि त्यहाँबाट न्युरोट्रान्समिटरहरू के हुन्छन् रिलिज हुन्छन्। ध्यान दिनुहोस्, न्युरोट्रान्समिटरहरू के हुन्छन् रिलिज हुन्छन् र त्यो न्युरोट्रान्समिटरहरूलाई अर्को जुन पोस्ट साइनेप्टिक नोभको डेन्ड्रोन छ त्यसले के गर्छ रिसिभ गर्छ। ठिक छ। सो यो जुन स्ट्रक्चर छ त्यसलाई न्युरोट्रान्समिटर रिसेप्टर भनिन्छ, हेर्न सक्नुहुन्छ। र यसमा त्यो न्युरोट्रान्समिटरहरू जुन छन् तिनीहरू के हुन्छन् रिसिभ हुन्छन् र न्युरोट्रान्समिटरमा के कुराहरू हुन सक्छ त्यसको बारेमा पनि बुझौँ। एसिटाइल कोलिन एन्ड एड्रिनालिन, ध्यान दिनु पर्यो। एसिटाइल कोलिन एन्ड एड्रिनालिन दुई टाइपको न्युरोट्रान्समिटर हुन्छ र यो सिम्पैथेटिक नर्भस टिस्यु एन्ड पारासिम्पैथेटिक नर्भस टिस्युबाट आउने गर्छ। खासमा सिम्पैथेटिकबाट एड्रिनालिन आउँछ र पारासिम्पैथेटिकबाट एसिटाइल कोलिन आउँछ। तर केही एक्सेप्सनहरू पनि छन् जुन हामी अगाडिको भिडियोमा डिटेलमा कुरा गर्नेछौँ। कहाँ के कस्तो एक्सेप्सन हुन्छ र कसरी हामीले अप्सन्सहरूलाई हेरेर त्यसको अनुरूप निर्णय लिने, कसरी सही अप्सनको छनौट गर्ने त्यसको बारेमा हामी कुरा गर्छौँ अगाडिको भिडियोमा, आउने भिडियोमा। ठिक छ। सो अहिलेलाई यति क्लियर भयो होला भन्ने मलाई भरोसा छ। यो पुरै पिक्चर, यो भनेको साइनेप्टिक नोभ हो। अरू यो भनेको साइनेप्टिक भनेको एउटा ग्याप मात्रै हो र यो फेरि साइनेप्टिक एन्ड पोस्ट साइनेप्टिक मेम्ब्रेनहरू पनि क्लियर भयो होला यहाँसम्म जस्तो लाग्छ मलाई। एन्ड एउटा कुरा ध्यान दिनुहोस्, यो साइनेप्सिस जुन छ त्यो एन्ड यो साइनेप्सीमा कन्फ्युज हुन भएन। किनभने यो जुन साइनेप्सिस छ यो भनेको हाम्रो सेल डिभिजन अथवा सेल साइकल पढ्ने बेलामा तपाईँ जाइगोटिन भन्ने स्टेजमा पढ्नुहुन्छ, त्यो साइनेप्सी हो र यो साइनेप्सी भनेको छुट्टै कुरा हो। त्यही भएर यहाँ कन्फ्युज बिल्कुल पनि हुनु होइन। अब यहाँ केही एक दुईवटा पोइन्ट छ त्यतिलाई क्लियर गरौँ, त्यसपछि आजको यो टपिक यहीँ फिनिस हुन्छ। जस्तै कोलिनिस्टर इन्जाइम प्रेजेन्ट इन साइनेप्सिस, यो साइनेप्सीमा के हुन्छ कोलिनिस्टर इन्जाइम प्रेजेन्ट हुन्छ। यो कोलिनिस्टर इन्जाइम हुन्छ त्यसले के गर्छ एसिटाइल कोलिन जुन कि मैले भने न्युरोट्रान्समिटर हो। ध्यान दिनुहोस् कहाँ हो। सो यो जुन न्युरोट्रान्समिटर जुन छ एसिटाइल कोलिन त्यसलाई के गर्छ कोलिनिस्टर इन्जाइमले ब्रेक डाउन गरिदिन्छ एसिटेट एन्ड कोलिनमा। केमा एसिटेट एन्ड कोलिनमा। ओके। सो धेरै पटक सोध्छ कोलिनिस्टर इन्जाइम कहाँ प्रेजेन्ट हुन्छ साइनेप्टिक नोभमा। यसको काम के हो एसिटाइल कोलिनलाई एसिटेट एन्ड कोलिनमा कन्भर्ट गर्ने यसको काम हो। त्यसपछि एकपटक यो क्वेसन आएको थियो एक्सन पोटेन्सियल इन नर्भ फाइबर क्रिएटेड बाई, एक्सन पोटेन्सियल कुन आयोनले क्रिएट गर्छ। अप्सनमा हुन्छ सोडियम आयोन, पोटासियम आयोन, क्याल्सियम आयोन। सो हाम्रो बेस्ट एन्सर भनेको सोडियम आयोन हुन्छ। किनभने जब इम्पल्स रिसिभ हुन्छ, मैले हिजै कुरा गरेको थिएँ, त्यतिखेर जब इम्पल्स रिसिभ हुन्छ त्यतिखेर के हुन्छ ओपन हुन्छ सोडियम गेटेड च्यानल ड्यु टु सोडियम आयोन। ठिक छ। सो यहाँसम्म हाम्रो आजको टपिक थियो जुन कि आई होप तपाईँहरूले एकदम इजिली बुझ्नु भएको छ र एमसिक्यू आउने भनेको यसैबाट हो हजुर। सो हामीले कन्सेप्ट बुझ्नु पर्यो, थ्योरी त बुकमा पनि हुन्छ। यदि हामीले कन्सेप्ट क्लियर छ भने थ्योरी एकदम मजाले हामीले फेस गर्न सकिन्छ, त्यसबाट इन्जोय गर्न सकिन्छ र इन्जोय गर्दै पढ्न सकिन्छ। सो आई होप यहाँसम्म क्लियर छ र आजको लागि यति नै राखौँ। थ्याङ्क यू सो मच।